प्रतिनिधि सभाको अर्को बैठक मंगलबार बस्ने। ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रेट खारेज। अब म्याद नथप्न परामर्श। चैतको 25 गते ओली र लेखकलाई रिहा गर्न सर्वोच्चको परामर्श। कुनै पनि दललाई भेदभाव गर्दिन, तटस्थ र समन्वयकारी भूमिका निर्वाह गर्छु, सभामुख अर्याल। मनसुन पूर्व तयारी तथा प्रतिकारी रजिस्ट्रार कार्य योजना तर्जुमा गर्न 21 सदस्यीय कार्यदल गठन। जेन्जी शहीदहरूलाई श्रद्धाञ्जली दिन पुगे गृहमन्त्री गुरुङ। बालेनले भ्रमण रोकेको हल्लापछि अर्थमन्त्रीको सचिवालयले दियो प्रष्टीकरण। प्रधानमन्त्रीलाई वर्षमानको आग्रह। भैरवा एयरपोर्टको सञ्चालन गर्न भारतसँग कुरा गर्नुहोस्। अर्कैको डिजाइनमा बनेको सरकारलाई प्रचण्ड माधव नेपालले आफूले बनाएको दावी गरेको जलनाथ खनालको भनाई। नयाँलाई सवारी लाइसेन्स अब 24 घण्टामा। आगामी असारभित्र सबै छापिसकिने। सशस्त्र प्रहरीलाई कुटपिट गर्ने गाउँपालिका उपाध्यक्ष प्रहरी नियन्त्रणमा। काठमाडौँमा गुण्डागर्दी र अश्लीलता फैलाउने 76 जना पक्राउ। कार्यालय समय पालना भए नभएको छड्के गर्नका लागि सतर्कता केन्द्रले खटाए टोली। 2 दिन बिदाको सरकारी निर्णयले शैक्षिक क्यालेण्डरमा असर। कोर्स सक्नै चुनौती। अर्थनीतिमा डाक्टर सोडेम वाग्लेको दृष्टि पुस्तक सार्वजनिक। कांग्रेसमा अब आइडी कार्डको व्यवस्था। कार्ड नभए महाधिवेशनमा सहभागी हुन नपाइने। मुक्तिनाथ क्षेत्रमा बाक्लो हिमपात। ठगी कसुरमा फरार रहेका बाबु छोरा पक्राउ। हिरासतमा रोए सागर लम्साल बले। भारतीय संसदमा बालेन सरकारको माफी चर्चा। साउदीको हुसैन कम्पनीमा 52 नेपालीको बिचल्ली। बालेन र सुदनलाई ऐना महराको चेतावनी। प्रतिशोधको जोको आफ्नो लागि सुरक्षित राख्नुहोस्। पूर्व पति विरुद्ध उषा खड्कीले दिन जाहेरी। मिलापत्र गराउने प्रहरीको प्रयास। र क्यानले आइसिसीको वार्षिक अनुदानबाट $5 लाख महिला क्रिकेटमा खर्चने। नमस्कार, अनलाइन समाचारमा यहाँलाई हार्दिक स्वागत छ। आज मिति 2082 साल चैत महिनाको 24 गते मंगलबार, अप्रिल 7 तारिक, विश्व स्वास्थ्य दिवस। एससी तर्फ अनिवार्य सामाजिक विषयको परीक्षा। वैशाख कृष्ण पञ्चमी। आज पनि हामी उपस्थित भइसकेका छौं। देशभरका के भयो सम्पूर्ण जानकारी लिएर हाम्रो भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। हेरिसकेपछि कस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया तल कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ। अब समाचार विस्तारमा। प्रतिनिधि सभाको अर्को बैठक मंगलबार बस्ने भएको छ। सोमबारको कार्यसूचीमा छलफल सकेपछि सभामुख डीपी अर्यालले अर्को बैठक मंगलबार दिउँसो 1 बजे बस्ने घोषणा गरेका हुन्। सोमबारको बैठकले 3वटा अध्यादेश स्वीकृत गर्नुका साथ 21 सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन गरेको छ। यस्तै बैठकले प्रतिनिधि सभा कार्य सञ्चालन नियमावली मस्यौदा समिति गठन गरेको छ। साथै पूर्व सांसद रामचन्द्र भट्टराईको निधनमा शोक प्रस्ताव पनि पारित गरेको छ। पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरणको रेट खारेज भएको छ। तर अब उनीहरूको म्याद नथप्न परामर्श जारी भएको छ। न्यायाधीश द्वय विनोद शर्मा र सुनिल कुमार पोखरेलको इजलासले यस्तो आदेश गरेको हो। ओली र लेखक दुवैको आइतबार मात्रै 5 दिनको लागि म्याद थप भएको थियो। सर्वोच्च परामर्श अनुसार अब म्याद थप्न पाइने छैन। 5 दिनभित्र मुद्दा बुझाउनु पर्ने हुन्छ, अन्यथा उनीहरूलाई साधारण तारिख वा धरौटीमा छाड्नुपर्ने जनाइएको छ। सर्वोच्च अदालतले ज्यान सम्बन्धी कसुरको अनुसन्धानका लागि हिरासतमा रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकलाई चैतको 25 गते थुनामुक्त गर्न परामर्श जारी गरेको छ। न्यायाधीश द्वय विनोद कुमार शर्मा र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले सोमबार यस्तो आदेश दिएको हो। काठमाडौँ जिल्ला अदालतबाट पछिल्लो पटक 5 दिनको म्याद थप भएकोमा 25 गते सकिने भएकाले सो अवधिभित्र अनुसन्धान सकेर वा म्याद सकिए लगत्तै उनीहरूलाई हिरासत मुक्त गर्न अदालतले भनेको छ। अदालतले उनीहरूलाई पक्राउ गरेको प्रक्रिया र म्याद थपको कानून सम्बद्ध नै ठहर्याएको छ। त्यसैले बन्दी प्रत्यक्षीकरणको आदेश जारी नभए पनि मानवीय र विशिष्ट परिस्थितिका कारण थुनामै राखेर अनुसन्धान गरिरहनु नपर्ने ठहर सर्वोच्चले गरेको छ। उनीहरूलाई रिहा गर्नुपर्नेमा अदालतले ओली र लेखक दुवै अहिले आफ्ना मातापिताको निधन पश्चातको आशौच जुटो बारिरहेको र केपी शर्मा ओली गम्भीर बिरामी भई शिक्षण अस्पतालमा उपचाररत रहेको विषयलाई प्रमुख आधार मानेको छ। सो घटनामा पक्राउ परेका तत्कालीन काठमाडौँका सीडीओ छविलाल रिजाललाई भने यसअगाडि नै हाजिरी जमानीमा छाडिएको सन्दर्भमा ओली र लेखकलाई मात्रै थुनामा राखिरहनु पर्ने न्यायोचित नहुने आदेशमा उल्लेख गरिएको छ। बयान कार्य लगायतका मुख्य अनुसन्धानमा सम्पन्न भइसकेको देखिएपछि उनीहरूलाई हिरासत बाहिर राखेर थप प्रक्रिया अगाडि बढाउन सकिने अदालतको राय रहेको छ। सर्वोच्चको आदेश अनुसार अब प्रहरीले चैतको 25 गते भित्र वा सो अगावै अनुसन्धान सकेर मुलुकी फौजदारी कार्यविधि संहिता 2074 को दफा 15 बमोजिम हाजिरी जमानी वा तारिखी रहने गरी उनीहरूलाई मुक्त गर्नुपर्नेछ। सभामुख डोलप्रसाद अर्याल डीपी अर्यालले
तटस्थ निष्पक्ष र समन्वयकारी भूमिका निर्वाह गर्ने बताएका छन्। सोमबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै सभामुख अर्यालले आफ्नो भूमिका तटस्थ निष्पक्ष र समन्वयकारी हुने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले आफूले सभामुखको आसनबाट दलगत सहभागिताका आधारमा भेदभाव नगर्ने बताएका छन्। उनले सदनलाई प्रभावकारी उत्तरदायी र जनमुखी बनाउने दायित्व सदनकै रहने बताएका छन्। सदनबाट परिणाम प्राप्तिका लागि महत्वपूर्ण कानून निर्माण परियोजना परिमार्जन गर्न आवश्यक रहेको बताउँदै उनले संसदलाई निष्पक्षता मात्रै नभइकन कार्य सम्पादनको थलो बनाउनु पनि आवश्यक रहेको बताएका छन्। आगामी मनसुन जन्य विपदको सामना गर्न र सम्भावित जोखिम न्यूनीकरणका लागि मनसुन पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना 2083 तर्जुमा गर्ने प्रक्रिया शुरू भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस सम्बन्धमा सरकारवाला निकायहरूसँग वृहत अन्तर्क्रिया सम्पन्न गरेको छ। अन्तर्क्रिया कार्यक्रमका क्रममा आगामी मनसुनका लागि तयार गर्ने कार्ययोजनामा समावेश गर्नुपर्ने मुख्य विषयवस्तु, कार्ययोजनाको स्वरूप तथा गत वर्षको कार्यान्वयनबाट प्राप्त सिकाइ र असल अभ्यासका बारेमा गहन छलफल भएको थियो। सहभागीहरूले नयाँ कार्ययोजना केवल सैद्धान्तिक मात्रै नभइकन व्यावहारिक कार्यान्वयनको लागि निर्देशित गरिएका लक्ष्यहरू हासिल गर्न सक्नुपर्ने खालको हुनुपर्नेमा जोड़ दिएका छन्। छलफलमा सहभागी सबैले सरकारवाला निकायहरूले आफ्नो क्षेत्रमा मौजूदा जनशक्तिको अवस्था, पूर्व तयारीको स्थिति, प्रतिकार योजना र शुरूआती राहतका लागि आवश्यक राहत सामग्रीको मौजात विवरण यथाशीघ्र उपलब्ध गराउने समझदारी बनेको छ। गृहमन्त्री सुदन गुरुङ जेन्जी आन्दोलन परिवारले राखेको श्रद्धाञ्जली सभामा सहभागी भएका छन्। नयाँ बानेश्वर स्थित पुरानो संसद भवनको गेटमा जेन्जी आन्दोलनका शहीद परिवार सदस्यले राखेको श्रद्धाञ्जली कार्यक्रममा उनी पुगेका हुन्। सोही कार्यक्रममा पुगेका उनले शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गरेका थिए। शहीदका परिवारसँग उनले जेन्जी शहीदको बलिदान खेर जान नदिने र शहीदका सपना पूरा गर्ने प्रतिबद्धता जनाएका छन्। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले भ्रमण रोकेको हल्लापछि अर्थमन्त्री सोरेम वाग्लेको सचिवालयले प्रष्टीकरण दिनु परेको छ। आइतबार वाग्लेको सचिवालयले भ्रमण अर्थमन्त्री सोरेमले निर्णय गर्दै अनुपस्थित हुने निर्णय गरेको जनाएको हो। 1 अप्रिल 13 गते अमेरिकाको राजधानी वाशिंटनमा विश्व बैंक एवं अन्तर्राष्ट्रिय मुद्रा कोषको वसन्त बैठक अप्रिल 13 मा हुँदैछ। उक्त भ्रमणमा अर्थमन्त्री वाग्ले जाने तय थियो, तर अहिले भने उनको ठाउँमा अर्थ मन्त्रालय अन्तर्राष्ट्रिय महाशाखाको सहसचिव धनीराम शर्माको नेतृत्वमा टोली जाने निर्णय भएको छ। यस्तै यही मेको 3 देखि 6 सम्म उज्बेकिस्तानमा हुने एसियाली विकास बैंक एडीबी को 59औं वार्षिक बैठकमा पनि उनलाई nepठाउने निर्णय भएको छ। अर्थ मन्त्री वाग्लेको सचिवालयले भनेको छ आगामी आर्थिक वर्षको बजेट लेखन कार्य सुरुवात भएकाले पनि माननीय अर्थमन्त्री डाक्टर सोरेम वाग्ले स्वयं उपस्थित हुन नसक्ने निर्णय भएको छ। यी दुवै बैठकमा आफ्नो मन्त्रालयका सचिवहरूलाई पठाउन निर्णय गत हप्ता नै भइसकेको थियो। नेपाली कम्युनिस्ट पार्टी नेकपाका नेता वर्षमान पुनले प्रधानमन्त्री बालेन्द्र शाहलाई विभिन्न विकास आयोजना अगाडि बढाउन सुझाव दिएका छन्। प्रधानमन्त्री शाहले सोमबार लुम्बिनी प्रदेशबाट निर्वाचित प्रतिनिधि सभा सदस्यहरूसँग छलफल गरेका थिए। उक्त छलफलमा सहभागी पुनले आफू निर्वाचित भएको रोल्पा तथा लुम्बिनी प्रदेशका चालु विकास योजना र केही नयाँ परियोजनाहरूको प्राथमिकतामा राखेर काम अगाडि बढाउन प्रधानमन्त्रीको ध्यान आकर्षण गराएका हुन्। उनले भैरवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तत्काल सञ्चालनमा ल्याउनका लागि प्रधानमन्त्रीको ध्यान आकर्षण गराए। उनले अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि हवाई मार्गमा पनि भारतसँग कूटनैतिक सम्वाद अगाडि बढाउनका लागि ढिलाइ गर्न नहुनेमा जोड दिए। भैरवा विमानस्थलमा श्रम डेस्क राखेर अन्तर्राष्ट्रिय उडान नियमित गरेर पर्यटन क्षेत्रमा सम्भावनाको ढोका खोल्न पनि अब ढिला गर्न हुँदैन उनले भनेका छन्। अन्तर्राष्ट्रिय हवाई मार्गका लागि पनि भारतसँग कूटनैतिक पहल गर्न सम्माननीय प्रधानमन्त्रीको ध्यान आकर्षण गराउन चाहन्छु उनले उल्लेख गरेका छन्। पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले जेन्जी आन्दोलनपछिको अन्तरिम सरकार आफैले डिजाइनमा बनाएको दावी गरेका छन्। सोमबार केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय संयोजन समितिको बैठकले खनालले पूर्व प्रधान न्यायाधीश सुशीला कार्की नेतृत्वको सरकार डिजाइन अनुसार बनेको आरोप लगाएका हुन्। संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव कुमार नेपालले रातभर बसेर आफैहरूकै पहलमा सरकार गठन भएको दावीप्रति उनले असहमति जनाएको एक नेताको भनाइरहेको छ। वरिष्ठ नेता झलनाथजीले लम्बेतान भाषण गर्नुभएको थियो। बैठकमा इतिहासदेखि अहिलेसम्म भएका घटनाक्रमको धारणा राख्नुभयो। जेन्जी आन्दोलनपछि सरकार बनेको प्रचण्ड र माधवजीले आफ्नै अग्रसरतामा बनाएको भन्नुभएको र ती नेताले भने यो सरकार त उहाँहरूले आफैले बनाएको हो,
त्यो अरू कसैको डिजाइनमा बनेको सरकार होइन, कुन उद्देश्यका साथ कसले सरकार बनायो भनेर पत्तै पाउनु भएन भन्नुभएको थियो उनको भनाइरहेको छ। चैतको 19 गते संयोजक प्रचण्डले चुनावी समीक्षा सम्बन्धी 10 पृष्ठ प्रतिवेदनमा बैठकमा सोमबार पेश गरेका थिए। सोही प्रतिवेदनमा सोमबारबाट नेताहरूले आफ्नो धारणा राखेका हुन्। सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिनसेनाले नयाँ सवारी चालक अनुमति पत्र लाइसेन्स अब 24 घण्टाभित्र प्राप्त गर्ने व्यवस्था मिलाएको बताएका छन्। उनले यातायात व्यवस्था विभागबाट डाटा प्राप्त भएको 24 घण्टाभित्र छपाई गरी सेवाग्राहीहरूलाई उपलब्ध गराउने जानकारी दिएका हुन्। उनले हाल छपाई गर्न बाँकी रहेका करिब 29 लाख अनुमति पत्र 2083 साल असार 77 सम्म छपाई गरी विभागलाई उपलब्ध गराउने समेत बताएका छन्। कपिलवस्तुमा एक जनप्रतिनिधिले सशस्त्र प्रहरीका हवल्दारमाथि कुटपिट गरेका छन्। कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष ओमप्रकाश चौधरीले सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार भीमबहादुर चौधरीमाथि हातपात गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी सन्तोष आचार्यका अनुसार सशस्त्र प्रहरीमाथि कुटपिट भएको घटनापछि उपाध्यक्ष चौधरीलाई नियन्त्रणमा लिएको हो। अब अन्य विषयमा पनि थप अनुसन्धान भइरहेको छ उनको भनाइरहेको छ। स्थानीयका अनुसार उपाध्यक्षका भाइले जेसीबीको सामान ल्याउने क्रममा प्रहरीले शुद्धोधन गाउँपालिका 5 स्थित चेकपोस्टमा रोकेको थियो। सो विषयलाई लिएर विवाद बढ्दै जाँदा उपाध्यक्ष चौधरीले ड्युटीमा रहेका सशस्त्र प्रहरीमाथि बर्दीमै कुटपिट गरेका हुन्। उक्त स्थान सशस्त्र प्रहरीको चेकपोस्ट क्षेत्र रहेको बताइएको छ। राजधानीका विभिन्न स्थानमा गैर कानूनी र उशृङ्खल क्रियाकलापमा संलग्न 76 जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सार्वजनिक सुरक्षामा खलल पुर्याउने, गुण्डागर्दी गर्ने र अनैतिक कार्यमा संलग्न भएको आरोपमा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। प्रहरीले गएको बिहिबार र शुक्रबार विशेष अपरेसन चलाएर काठमाडौँका विभिन्न क्षेत्रमा यी व्यक्तिलाई समातेको हो। पक्राउ पर्नेमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ क्षेत्रमा रहेका यात्रुलाई जबरजस्ती होटल तथा सवारी साधन प्रयोग गर्न दबाब दिने बिचौलियादेखि सार्वजनिक स्थानहरूमा विदेशी र सर्वसाधारणलाई अश्लील क्रियाकलापका लागि मोलमोलाई गर्नेहरूसम्म रहेका छन्। प्रहरीका अनुसार पक्राउ परेका मध्ये सबैभन्दा धेरै 70 जनामाथि अभद्र व्यवहारको मुद्दा चलाएको छ भने 3 जना जुवा र 3 जना लुटपाट तथा चोरीको मुद्दामा अनुसन्धानको घेरामा रहेका छन्। पक्राउ परेका बारेमा काठमाडौँ जिल्लाका प्रहरी प्रवक्ता एवं उपरीक्षक पवन कुमार भट्टराईले सोमबार जानकारी दिएका हुन् र पक्राउ परेका सबैलाई काठमाडौँ जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी हिरासतमा राखेको जानकारी दिएका छन्। राष्ट्रिय सतर्कता केन्द्रले सरकारको शासकीय सुधार सम्बन्धी योजना अनुसार सार्वजनिक सेवा प्रवाह भए नभएको बारेमा छड्के गर्नका लागि राजधानी बाहिर टोली खटाएको छ। सोमबारबाट लागू भएको परिमार्जित कार्यालय समयको परिपालन तथा सेवा प्रवाहको चुस्त दुरुस्त तुल्याउने उद्देश्यका साथ केन्द्रले काठमाडौँ उपत्यका बाहिर 9 जिल्लामा टोली खटाएको प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिएका हुन्। आयोजनाको गतिविधि र सेवा प्रवाहको निगरानी तथा छड्के गर्ने सोमबारबाट नै उपत्यका बाहिर पनि केन्द्रीय टोली खटाएको छन्। उनका अनुसार उनले भने केन्द्रबाट प्राप्त उजुरी तथा गुनासोको सम्बन्धमा पनि कारबाही तीव्र बनाइने जनाइएको छ। सरकारले पेट्रोलियम पदार्थ आपूर्तिमा उत्पन्न असहजताको कारण देखाउँदै चैतको 23 गतेबाट लागू हुने गरी सरकारी कार्यालय र सम्पूर्ण शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। शैक्षिक संस्था बाहेक लेखित कार्यालय, सरकारी कार्यालय वा बिहान 9 देखि 5 बजेसम्मको समय कायम गरिएको छ। जस अनुसार सोमबारबाट सरकारी कर्मचारीहरू बिहान 9 बजेबाट नै सरकारी कार्यालयमा गएका हुन्। तर शैक्षिक संस्थाको हकमा भने अन्योलता देखिएको छ। सरकारका प्रवक्ता समेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेलले शिक्षा क्षेत्रको हकमा भने पठन पाठन समय बारेमा बताएनन्। यसअगाडि बिहान 10 बजेबाट 4 बजेसम्म सरकारी विद्यालयहरूमा पठन पाठन हुँदै आएको छ। सरकारको यो 2 दिने बिदाको निर्णयले पाठ्यक्रम कोच्नै सक्ने चुनौती थपिएको छ। यस्तो त सरकारवालाहरूले यसमा चिन्ता व्यक्त गरेका छन्। राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल नेसनल पेप्सनले पनि शनिबार र आइतबारको बिदाले सरकारले निर्दिष्ट गरेको विस्तृत पाठ्यक्रम निर्धारित समय पुरा नहुने बताएको छ। नेपाल आर्थिक पत्रकार समाज सेजनले अर्थनीतिमा डाक्टर सोनिम वाग्लेको दृष्टि समृद्ध असमानता र सुधारको वर्षौंदेखिका बहस नामक पुस्तक प्रकाशन गरेको छ। यो पुस्तकको सोमबार अर्थमन्त्री डाक्टर वाग्लेले विमोचन गरेका हुन्। पुस्तकमा विभिन्न समयमा विषयगत विशिष्टताका साथ प्रकाशन गरेका उनका 8वटा गहन लेख समावेश गरिएको छ। अर्थमन्त्री वाग्लेले यो पुस्तकले सुधारका लागि विगतमा गरेका पौरवी स्मरण गराएको बताएका छन्। आम सरकारवालाहरूका लागि पनि आफ्नो दृष्टिकोण बुझ्न सहयोग हुने उनको भनाइरहेको छ। विगतमा उठाएको आर्थिक सुधारका एजेन्डा पुस्तकमा छ। पहिलो विषय विज्ञका रूपमा सुधारका लागि उठाएका कुराहरू धेरै सुनिएका छन्, तर उनले भने
अन्ततः राजनीतिमा आएर अहिले तिनै एजेन्डाहरू कार्यान्वयन गर्दै कार्यकारी भूमिकामा छु। यिनै दस्तावेजको आधारमा सुधारका लागि कामहरू गर्ने प्रतिबद्धता उनले जनाएका छन्। नेपाली कांग्रेसले आफ्नो 15औं महाधिवेशनको औपचारिक तयारी सुरु गरेको छ। पूर्व निर्धारित कार्यतालिका अनुसार चैतको 21 गतेबाट 77 वटै जिल्लामा सदस्यता अभियान र सांगठनिक सुदृढीकरणका लागि प्रतिनिधिहरू खचाउँदै कांग्रेसले महाधिवेशनको प्रक्रिया अगाडि बढाएको हो। पार्टी केन्द्रीय कार्यालय सानिपामा आयोजित प्रतिनिधि सभाको अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री प्रदीप पौडेलले महाधिवेशनको तयारीसँगै जरा अभियान सञ्चालन गरेको जानकारी दिएका हुन्। उनका अनुसार 77 वटै जिल्लामा प्रतिनिधिहरू खटिएका र वैशाख महिनाभरि जिल्लामा बसेर सदस्यता वितरण अध्यावधिक र सांगठनिक अवस्थाको प्रतिवेदन तयार पार्ने जनाएका छन्। मन्त्री पौडेलले पुराना क्रियाशील सदस्यहरूले वैशाख महिनाभित्र अनिवार्य रूपमा आफ्नो सदस्यता अध्यावधि गर्नुपर्ने जनाएका छन्। मुस्ताङको बारागुङ मुक्ति क्षेत्र 1 को मुक्तिनाथ क्षेत्र लगायतको मुस्ताङको तल्लो क्षेत्रमा बाक्लो हिमपात भएको छ। मुक्तिनाथ क्षेत्रमा सोमबार दिउँसोदेखि निरन्तर हिमपात भइरहेको छ। मुक्तिनाथ विकास समिति व्यवस्थापनका दिनेश भूषालले मुक्तिनाथ क्षेत्रमा जारी हिमपात यो सिजनकै सबैभन्दा बाक्लो भएको बताएका छन्। मुक्तिनाथ क्षेत्रमा यसअगाडि 6 पटकसम्म हिउँ परेको भए पनि सोमबार परेको हिमपात ओजनदार रहेको छ। पछिल्लो समय हिउँ परिरहेको छ। उनले भनेका छन्, हिमपात भएपछि मुक्तिनाथ दर्शनका लागि पुगेका दर्शनार्थीलाई शास्ति भएको छ। रानी पौवा बस पार्कदेखि मन्दिरसम्मको यात्रा गर्नका लागि हिमपातले अवरोध पुर्याएको होटेल ग्रान्ड साम्बालाका सञ्चालक सुरज गुरुङले जानकारी दिएका छन्। ठगी सम्बन्धी कसुर मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गरिएको छ। पुनः पोखरेल काफ्ले समेतको जाहेरीले फरार रहेका जीवन कुमार र निहाल ठाकुर पक्राउ परेका हुन्। उनीहरू दुवै बाबु छोरा हुन्। बैंकिङ कसुर सम्बन्धी मुद्दामा उनीहरू फरार रहेका थिए। उनीहरूलाई प्रहरीले वसुन्धराबाट पक्राउ गरेको हो। काठमाडौँको न्यू रोडमा स्वर्ण सुनचाँदी पसल विगत 15 वर्षदेखि जीवनले आफ्नो छोराको नाममा दर्ता गरेर सञ्चालन गर्दै आएको र विगत 8 महिनादेखि पीडितहरूलाई ठगेर सम्पर्कविहीन भई फरार रहेको प्रहरीले जनाएको छ। उनीहरूले टिकटकबाट समेत पुराना सुनचाँदीको गहनालाई सस्तो दरमा बनाइदिने भनेर प्रचार गरेको पाइएको छ। उनीहरूमाथि 1,20,92,967 रुपियाँ बिगो माग दाबी गरिएको छ। अभिनेता सागर लम्साल बल्लेको 17 वर्षीय लामो करियर अहिले एउटा सामाजिक सञ्जालको स्ट्याटसका कारण गम्भीर मोडमा पुगेको छ। अमेरिका बस्ने एक युवतीले फेसबुक मार्फत लगाएको बलात्कारको आरोपपछि प्रहरी हिरासतमा रहेका सागरले मर्माहित हुँदै आफ्नो दशकौं लामो प्रतिष्ठा क्षणभरमै ध्वस्त भएको अभिव्यक्ति दिएका छन्। हिरासतमा रहेका सागरलाई भेट्न पुगेका निर्देशक राजु गिरीका अनुसार सागर आफ्नो वर्तमान अवस्था र बिग्रिएको छविलाई सम्झेर भक्कानिएर रोएका थिए। आफ्नो पीडा पोख्दै सागरले निर्देशक गिरीसँग भनेका थिए, दाइ मेरो 17 वर्षको मेहनत आज 17 सेकेन्डमा गयो। आफ्नो करियर बनाउन बिताएको झन्डै 17 वर्षको सङ्घर्ष एकै पलमा खरानी भएको महसुस गर्दै सागरले आँसु झारेपछि निर्देशक गिरीले पनि स्तब्ध भएको बताएका छन्। उनले भने, उसको त्यो हालत देखेर मेरो आँसु थामिएन। मैले सत्यको जित हुन्छ भनेर सम्झाएर आएको छु। यस घटनाको रोचक पक्ष के छ भने सागर विरुद्ध हालसम्म प्रहरीमा कुनै पनि औपचारिक टिप्पणी जारी परेको छैन। सामाजिक सञ्जालको एउटा पोस्टको आधार मानेर प्रहरीले उनलाई पक्राउ गरेको हो। जाहेरी नभएकै कारण पनि उनलाई बलात्कार मुद्दामा नभइकन शान्ति सुरक्षा सम्बन्धी कसुरमा अनुसन्धान गर्न काठमाडौँ प्रमुख जिल्लाधिकारी ईश्वरराज पौडेलले 5 दिनको अनुमति दिएका हुन्। निर्देशक राजु गिरीका अनुसार 1 वर्ष पुरानो घटनालाई लिएर बिना जाहेरी प्रहरीले देखाएको सक्रियता र एकतर्फी कानुनी अभ्यासमाथि प्रश्न उठाएका छन्। पुरुषलाई मात्रै बलात्कारको मुद्दा लाग्ने, महिलाले जे भने पनि हुने, जे गरे पनि हुने। उनले अगाडि थपे, दोषीलाई कडा सजाय होस्, दोषी प्रमाणित बिना अपराधी जस्तो गर्न मिल्दैन। स्टाटस बाहिर आएपछि सागरको व्यावसायिक जीवनमा ठूलो धक्का पुर्याएको छ। उसलाई छायाङ्कन भइरहेको फिल्म 5 पण्डवबाट नै औपचारिक रूपमा निष्कासित गरिएको थियो। यस्तै उनी मुख्य भूमिका रहेको र राजु गिरीकै निर्देशनमा तयार भइरहेको फिल्म डल्लेले इन्टिमार्योको भविष्य पनि अन्योलमा रहेको छ। फिल्मको मुख्य अभिनेता नै कानुनी झमेलामा फसेपछि फिल्म रिलिज अनिश्चित बनेको निर्देशक गिरीले बताएका छन्। डल्लेले इन्टिमार्यो गिरीको नै निर्देशनमा बनेको पछिल्लो फिल्म हो।
नेपालको इतिहासमा सम्भवतः पहिलो पटक राज्यले नै दलित र ऐतिहासिक रूपमा सीमान्तकृत समुदायप्रतिको औपचारिक माफी माग्ने तयारी गरेको छ। नवनिर्वाचित प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित सरकारले मन्त्री परिषदको पहिलो बैठकमा 100 बुँदे शासन सुधार एजेन्डा पारित गर्दै 15 दिनभित्र माफी माग्ने घोषणा गरेको थियो। माफीसँगै सामाजिक न्याय, समावेशी पुनर्स्थापना र ऐतिहासिक मेलमिलापका लागि विशेष सुधार कार्यक्रमहरू पनि लागू गरेको बताइएको छ। यो कदमलाई लिएर दलित आन्दोलनका कार्यक्रमहरूले ऐतिहासिक भनेका छन् भने यसले दक्षिण एसियाली देशमा पनि जातीय विभेदको मुद्दालाई नयाँ बहसमा ल्याएको छ। भारतीय लोकसभामा समेत यो विषयमा चर्चा पाएको छ। भारतीय सांसद चन्द्रशेखर आजादले नेपालको यो निर्णयलाई उदाहरण दिँदै भारत सरकार तथा संसदबाट दलित र सीमान्तकृत समुदायप्रति औपचारिक रूपमा माफी मागेर ऐतिहासिक अन्यायको नैतिक जिम्मेवार लिन आग्रह गरेका छन्। हिन्दी भाषामा सम्बोधन गर्दै उनले हजारौं वर्षदेखि भेदभावमा परेका र आज पनि घाँस बाँस र कपास जस्ता आधारभूत आवश्यकताका लागि लड्न बाध्य पारिएकाका लागि यो संसदले माफी माग्छ। उनले प्रश्न गरेका छन्। यो घटनाले नेपाल भारत बीचको साझा सामाजिक र सांस्कृतिक मुद्दालाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गरेको छ। साउदी अरेबियाको रियाद स्थित हुसैन बिन अली अतिफामा काम गर्दै आएका नेपालीहरूको विचल्य भएको छ। काठमाडौँको गौशालामा रहेको नेपाल लाइफ रिक्रुटमेन्ट्स लगायतका विभिन्न म्यान पावर कम्पनी मार्फत झन्डै 2 वर्ष अगाडि साउदी पुगेका उनीहरू समस्यामा परेका हुन्। विगत लामो समयदेखि कम्पनीले तलब खाना बस्न समेत नदिएको भन्दै उनीहरूले उद्धारको माग गरेका छन्। 2 वर्ष श्रम सम्झौता गरेर बिल्डिङ कन्ट्र्याक्ट्सको कामका लागि साउदी गएका 50 भन्दा बढी नेपालीहरूले विचल्य भएको भन्दै उद्धारको माग गरेका छन्। 50 डिग्रीको धापमा काम गर्नु परेको तर ठेकेदारले एउटै तलब नदिने, काम नदिने, खाजा खाना र पानी खाना समेत नदिने गरेको उनीहरूको भनाइ छ। कम्पनीले 5-6 महिनादेखि तलब नदिएको, खाना बस्न पानी समेत नदिएको श्रमिकको भनाइरहेको छ। पीडितहरूले नेपालको म्यान पावर र साउदीको ठेकेदार कम्पनीले विचल्य बनाएको बताएका छन्। एक पीडितका अनुसार कम्पनीले विगत 5-6 महिनादेखि तलब दिएको छैन, खाना बस्न पनि दिएको छैन। कसैको 3 महिनाको बाँकी छ, कसैको 4 महिना, कसैको 6 महिनाको बाँकी छ। कम्पनीले धेरै पटक ताकेता गर्दा पनि दिन्छु भन्दा पनि दिएन, काम गराउँछ पैसा दिँदैन, ती पीडितको भनाइ छ। नेकपा एमालेका सांसद ऐना महराले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गरेको प्रतिशोधपूर्ण व्यवहारले अहिलेको सरकार प्रमुखका लागि पनि भविष्यमा बदला लिने बाटो बनाएको टिप्पणी गरेका छन्। प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै एमाले युवा नेता समेत रहेका महराले पूर्व प्रधानमन्त्री ओली, पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रतिशोध नै सार्ने हो भने अहिलेका प्रधानमन्त्री र गृहमन्त्रीले पनि आफ्नो पालोको लागि डोको सुरक्षित राख्न चेतावनी दिएका छन्। उनले अहिलेको सरकार पनि भविष्यमा पुनरावृत्ति हुन सक्ने बताएका छन्। एक छोराले आफ्नो बाबुको लागि डोको लगेर फाल्दाखेरि उसले डोको हजुरबालाई फालेको डोको सुरक्षित ल्याउनु है भनेर भनेको कथा सुनाउँदै महराले यस्तो चेतावनी दिएका हुन्। पूर्व मिस नेपाल उषा खड्कीले आफ्नो पूर्व पति जीपी तिमसिना विरुद्ध प्रहरी गुहारेकी छन्। उनले सोमबार जिल्ला प्रहरी परिसर भक्तपुरमा पुगेर जाहेरी दिएकी हुन्। उषाले केही दिन अगाडि सामाजिक सञ्जालमा जीपी विरुद्ध आक्रोश पोख्दै आएकी थिइन्। जीपीले आफूलाई घरबाट निस्कन दबाव दिएको उनले गुनासो गरेकी थिइन्। एउटै घरमा 2 तला भागभन्जा गरेर बस्दै आएका उनीहरू बीच बारम्बार झगडा पनि गरेको छ। यस विषयमा 20 पटक भन्दा बढी भक्तपुरको महिला सेलमा उजुरी दिए पनि समस्या समाधान नभएको उनले फेसबुकमा लेखेकी थिइन्। सोमबार प्रहरीले उषाको जाहेरी लिएर दर्ता भने गरेको छैन, सकेसम्म उनीहरूलाई मिलाउने प्रयास गरेको प्रहरीले जनाएको छ। जाहेरी आएपछि जीपीलाई बोलाएर प्रहरीले छलफल गरेको थियो तर कुरा मिल्न नसकेको र दुवै फर्केका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रकाश जुबेगुले प्रहरीमा जाहेरी रहेको र आवश्यक छानबिन हुने बताएका छन्। उनले भने अनावश्यक छानबिन बिना जाहेरी दर्ता र प्रक्रिया प्रोजीको प्रक्रिया सुरु हुन्छ। उषाले भने फेसबुकमा स्टाटस लेख्दै भक्तपुर प्रहरीलाई धन्यवाद दिएकी छन्। नेपाल क्रिकेट संज्ञानले आफूहरूलाई आइसिसीबाट प्राप्त हुने वार्षिक अनुदानबाट $5 लाख र महिला क्रिकेटको विकासका लागि खर्चने भएको छ। सोमबार बसेको क्यानको बैठकबाट सो निर्णय भएको हो। आइसिसी फन्डिङ निर्देशन बमोजिम यस वर्षदेखि समग्र महिला क्रिकेटको विकासका लागि सो रकम खर्च गर्ने क्यानद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ। हस्त दर्शक महानुभावहरू, आजका लागि भने समाचारहरू यति नै। हामीले प्रस्तुत गरेका समाचारप्रति केही गुनासो छन् भने तल कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ। यदि हाम्रो च्यानललाई अहिलेसम्म सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्न नबिर्सिनुहोला भन्दै अर्को भिडियोमा भेट हुने बाचाको साथ आजको यो भिडियोबाट बिदा हुन्छौँ। नमस्कार।